नमस्कार। आज हामी तपाईँहरूलाई एउटा लोकेसन भिडियो बनाएर हाल्दैछौँ। ललितपुर जिल्लाको गोदावरी नगरपालिका वडा नम्बर 2 अन्तर्गत बिसङ्खु नारायण वडा नम्बर 2 बिसङ्खु नारायणमा अवस्थित एउटा बिसङ्खु रिफ्रेस पार्क रिसोर्टको चाहिँ लोकेसन भिडियो यहाँहरू समक्ष प्रस्तुत गर्दैछौँ। यो भिडियोमा हामी हजुरहरूलाई ललितपुरको 7 बाटो प्रहरी चौकी जुन चक्रपथबाट गोदावरी जाने बाटो हुँदै प्रस्तुत गरेका छौँ र बिसङ्खु नारायण मन्दिर माथि रहेको यस बिसङ्खु रिफ्रेस पार्क रिसोर्टसम्म लिएर जाँदैछौँ। अहिले हामी यसै क्रममा 7 बाटोबाट हात्तीवनको ओह्रालो ओर्लिँदैछौँ, जुन याले स्कुल नजिक पुगिन्छ। याले स्कुलबाट अगाडि बढ्दै हामी हरिसिद्धि स्थित पेट्रोल पम्प नजिक हामी जाँदैछौँ। अहिले हामी खरीको बोटमा छौँ। खरीको बोट हात्तीवन खरीको बोटबाट हामी अगाडि बढ्दै अहिले हरिसिद्धिमा रहेको पेट्रोल पम्पको अगाडिबाट गोदावरी तर्फ लाग्दैछौँ। हरिसिद्धि हामी लगभग क्रस गरेर हामी अहिले ठैब आइपुग्यौँ। ठैबबाट हामी जुन बाटोमा हामी ठैब चोकबाट अलिकति माथि आएपछि देब्रे साइड तर्फ मोडिनेछौँ। सिधा अगाडिको बाटो चाहिँ गोदावरी तर्फ जान्छ। यो बाटो हुँदै हामी गोदावरी नगरपालिका वडा नम्बर 1 दमैटार जाने बाटो हो। हामी अहिले दमैटार तर्फ मोडिँदैछौँ। यसै क्रममा हामी अगाडि बढ्दै जाँदा यहाँ एउटा प्राइभेट बोर्डिङ स्कुल आउँछ, जुन एभरेस्ट बोर्डिङ स्कुलको नामबाट परिचित छ। त्यस हुँदै हामी खोला झर्छौँ। खोलामा एउटा पुल छ। पुल अगाडि हामी यो गोदावरी नगरपालिका 1 नम्बर वडामा अवस्थित यो पानी ट्याङ्की हो। यो उकालो उक्लिँदै हामी दमैटार वडा नम्बर 1 पुगिसकेका छौँ। हामी अहिले दमैटारबाट अब अगाडि बढ्ने क्रममा अब हामी मुक्तिनाथ मन्दिर, जुन 108 धारा मुक्तिनाथ मन्दिर जाने गेट पनि यो अगाडि देखिन सक्छ। हामी सिधा अगाडि बढ्दै जाने क्रममा अब हामी गोदाम चौर पुग्दैछौँ। बिसङ्खु नारायण जाने क्रममा यो गोदाम चौर एउटा सेन्टर पोइन्ट हो। यसबाट सिधा अगाडि बढ्यो भने बिसङ्खु बिष्ट साहब यता पुगिन्छ भने हामी देब्रे साइड, जुन अहिले हामी मोड्दैछौँ देब्रे साइड, यो साइड मोडियो भने हामी श्री बिसङ्खु नारायण मन्दिर र बिसङ्खु रिफ्रेस रिसोर्ट पुग्न सक्छौँ। यही बाटोलाई पछ्याउँदै जाँदा हामी एउटा कच्ची बाटो पनि फेला पार्छौँ। त्यही क्रममा त्यही कच्ची बाटो हुँदै हामी बिसङ्खु नारायणको मन्दिर, 4 नारायण मध्येको 1 नारायण हो, यहाँ पुग्छौँ। त्यसपछि फेरि उकालो लाग्दै हामी ढलानको बाटो ढलान क्रस गर्दै हामी जङ्गल प्रवेश गर्छौँ। एउटा जङ्गल सामुदायिक वन एरियाभित्र हामी प्रवेश गर्छौँ। यसै क्रममा प्रवेश गर्ने क्रममा हामीले दाहिने साइडमा यो हरियो ग्रिन नेट लगाएको र यो बिसङ्खु रिफ्रेस पार्क रिसोर्ट हो। यहाँ हामी अब प्रवेश गर्दैछौँ। हामी गेटमा पुगिसकेका छौँ र यहीँ अवस्थित यो बिसङ्खु रिफ्रेस पार्क रिसोर्ट हामीले विगत 5 वर्षदेखि निरन्तर सञ्चालनमा लिएर आएका छौँ। आउनुहोस्, यस ठाउँमा बस्नुहोस्, घुम्नुहोस्, पिकनिक पार्टीहरू गर्नुहोस्, रमाइलो गर्नुहोस्, इन्जोय गर्नुहोस्।